हेलो साथीहरू नमस्कार। आज हामी महाकाली अप्टिकल एन्ड केयर सेन्टरमा छौँ। अहिले हामीसँग प्रशान्त चन्द्र दाई हुनुहुन्छ। उहाँले चाहिँ हामीसँग लामो समय भनौँ 1 हप्ता जति भयो होला होइन दाइ हाम्रो चिनजान भएको। अनि उहाँ हाम्रोमा आँखा जाँच्न आउनु भएको थियो। उहाँको समस्या अलगै थियो। उहाँको लागि चाहिँ दुःख धेरै पाइराख्नु भएको थियो। समस्या चाहिँ सानै हो। अनि उहाँको हामीले उपचार पनि गऱ्यौँ। त्यसपछि उहाँको लागि हामीले चस्मा पनि बनायौँ। अनि उहाँले धेरै छुट्टै छुट्टै खालको चस्मा पनि बनाउनु भयो। ब्लू कटमा बनाउनु भयो, कम्बो पिजीमा बनाउनु भयो र फेरि अझ हामीले चाहिँ पोलराइजडमा पनि अर्डर गरेका छौँ। अनि अहिले दाइलाई कस्तो लाग्यो हाम्रो सेवा भनेर पनि सोध्नेछौँ। सर्वप्रथम त म दाइलाई हाम्रो यो चाहिँ नि कार्यक्रममा स्वागत गर्छु दाइ। धन्यवाद। महाकाली महाकाली अप्टिकल केयर सेन्टर स्पेसली आईको लागि खोलेको यो सेन्टरले मलाई एकदम राम्रो लाग्यो। फर्स्ट म यो आफ्नो आँखाबाट पानी आउने तर नरोकिने धेरै यो आँखा सेन्टरमा गएँ। त्यो हाम्रो यो सरकारीमा पनि गएको थिएँ मैले आफै, उता 1-2वटाहरूमा प्राइभेटमा पनि गएर, तर त्यो मेरो सोल्युसन भएन। सोल्युसन भने अझ आउने मेडिसिन दिने, तर मेडिसिन दिएर पनि त्यो नरोकिने। त्यसपछि म यो ठिक्क महाकाली यो हाम्रो सरकारी हस्पिटल नजिक यो खुलेको छ महाकाली आई केयर सेन्टर। त्यहाँ जाँदाखेरि मलाई यसो चेक जाँच भयो। आधुनिक मसिनहरू राखेका रहेछन् त्यहाँ। सायद यो महेन्द्रनगरमा यो प्राइभेट सेक्टरमा नहोला जस्तो लाग्यो मेरो विचारमा। मैले धेरै भिजिट गरेका थिएँ। यहाँ आधुनिक मसिनहरू जो अहिले हाम्रो टेक्निकल आईको लागि स्पेसली धेरै मसिनहरू देखेँ मैले आधुनिक। 2-3वटा मेसिनमा एउटा बहिनी पनि थिए, बहिनी आई डक्टर भनौँ, उहाँले पनि चेक जाँच गर्नुभयो। चेक जाँच एकदम राम्ररी गरिदिनुभयो, धेरै टाइम दिनुभयो। त्यति मलाई सरकारीमा दिएको थिएन। सरकारीमा अलि टाइम कमै दियो जस्तो लाग्यो मलाई आफै। उहाँ बहिनीले मलाई धेरै टाइम दिएर आँखा एकदम के कस्तो छ यो समस्या, र उहाँसँग एउटा डक्टर साहब, उहाँले पनि धेरै सोल्युसन दुइटैको टिम मिलेर मलाई यो आँखा सम्बन्धी त्यो के प्रब्लम हो त्यो चेक जाँच गरेर त्यसका साथसाथै जो समस्या थियो उहाँ माथि काठमाडौँ तिलगङ्गाका डक्टर साहबलाई पनि भन्नुभयो उहाँको समस्या यस्तो यस्तो छ। यहाँ प्र्याक्टिकली चेक जाँच गरेर उहाँले त्यो वाट्सएपबाट रिपोर्ट पठाएर त्यो उहाँ डक्टर साहबले फेरि फलो गरिदिनु दबाईको लागि पनि मेडिसिन लेखिदिनु। त्यो मेडिसिनले मेरो राम्रो भयो। एकदम राम्रो सेवा छ, सबैले आउनु पर्यो। मेरो यो थिङ्किङ छ। तैपनि मैले यता आएर 2-3वटा चस्मा पनि बनाएँ त्यो अब चेक जाँच गरे अनुसार। त्यो चस्मा एकदम राम्रो, सुपथ मूल्य पनि राम्रै लाग्यो। सबै सर्भिसहरू हेर्दाखेरि राम्रो छ। आउनु होला भन्ने मेरो यो 2 शब्द भन्न चाहन्छु। हस्, धन्यवाद। हस् दाइ, धन्यवाद। अनि दाइलाई स्पेसली चाहिँ के कुराले चाहिँ हिट गरेर फेरि फेरि यसमा आउनुपर्छ जस्तो लाग्यो दाइ? यहाँको सेवा एकदम राम्रो छ। एक्सपिरियन्स अनुभवी तिलगङ्गाका डक्टर साहब नै भनौँ, हाम्रो लागि यो लोकल लेभलमा धेरै उहाँले धेरै अनुभव गरेर उहाँ तिलगङ्गा त्यो हस्पिटलमा लगभग 7-8 वर्ष नै उनले त्यो क्षेत्रमा आँखाको क्षेत्रमा नै एकदम अनुभव लिएर हाम्रो यो महेन्द्रनगर लोकल बजारमा यो महाकाली जो आँखा हस्पिटल आँखा सम्बन्धीको महाकाली अप्टिकल एन्ड केयर सेन्टर जो खोल्नु भएको छ एकदम सराहनीय कार्य छ। किनकि हामीलाई यो आँखाको लागि अब सबै कुराहरू सरकारीमा जाँदाखेरि पनि त्यहाँ अलि राम्ररी नै नहुने, मान्छे भिडभाडले गर्दा पनि हुन्छ, कर्मचारी भिडभाडले गर्दाखेरि राम्ररी चेक जाँच गर्न पाउँदैन। त्यसले सही के हो, सही समस्या के हो त्यो पत्ता नलगाउन सक्ने। तर यहाँ आएर उहाँले टाइम दिन्छन्, लगभग 1 घन्टा 2 घन्टा, अझ अर्को दिन अझ समस्या समाधान भएपछि अर्को दिन बोलाउँछन्। त्यो पटक पटक दिएर टाइम दिएर आफ्नो अमूल्य समय दिने र समस्या के हो कस्तो आफूले नजानेपछि आफ्नो सिनियर डक्टरहरू जो तिलगङ्गामा छन् उहाँसँग पनि कन्सल्ट गरेर के समस्या हो त्यसको निराकरण गर्ने देख्दाखेरि म एकदम खुसी लाग्यो। त्यसका साथसाथै यहाँ विभिन्न मोडर्न अहिलेको लेटेस्ट जमानामा लगाइने मोडर्न चस्माहरू, त्यसका ग्लासेसहरू, ब्लू कट, अन्य के छन् त्यो राम्रो मलाई लाग्यो। त्यो सायद मैले अन्य यो मैले लोकल बजारमा देखेको थिएन, मलाई कसैले भन्यो पनि म पटक गइरहेको थिएँ। त्यसैले म यहाँ एकदम आकर्षण अट्र्याक्टिभ भयो र मसिन पनि एकदम आधुनिक छ। सबै चेक जाँच मसिनद्वारा भइरहेको छ। यहाँ बिना मसिन कुनै आँखाको चस्मा दिने काम भइरहेको छैन। एकदम मसिनलाई चेक गर्ने हेर्ने आधुनिक उपकरणहरू भाइले यहाँ डक्टर साहबले राख्नु भएको छ। भित्र 2-3वटा मसिन छन्। त्यो मसिन एकदम आधुनिक नै भनौँ, अहिलेको जमानाको लागि टेस्ट गरेर मात्र दिने
गरेका छन्। त्यसले गर्दाखेरि म झन् आकर्षण भएका छु यसप्रति। महाकाली अप्टिकल एन्ड केयर सेन्टर, इट इज द वान अफ द बेस्ट आई सेन्टर एट महेन्द्रनगर, एट कञ्चनपुर। द्याट्स ओके। ओके, थ्याङ्क यू दाइ।